एउटा लिडर हौँ भने यतिखेर म लुकेर बस्नु हुँदैन भनेर आएको। म चाहिँ त्यही भएर चाहिँ म लिड गर्छु भनेरै आएको त हो। तर अब मैले मात्रै भनेर हुने रहेछ त। विदेशीको डिजाइनमा हिँड्नु हुँदैन। यो भूमि हाम्रो हो, हामीले नै गर्नुपर्छ यो भूमिमाथिको निर्णय। हरेक खालका राजनीतिक, सामाजिक, आर्थिक, होइन। म चाहिँ फेरि बोलेपछि गर्ने मान्छे हो। हेर्नुहोस्, होइन, बोल्यो अनि हावामा होइन, म बोलेपछि सक्यो, गर्छु नै म। मिलेर पार्टी खोल्ने चाहिँ के हो त? छोडिदिनुहोस्। म यो देशलाई माया गर्ने मान्छे हो। म यो देशलाई असाध्यै धेरै माया गर्ने मान्छे हो, होइन। मेरो जीवनमा यो देश बाहेक अरू केही पनि छैन। भन्दाखेरि अब हर्क साम्पाङ मेयर भयो, मेयर भइसकेपछि उसले हामीलाई यहाँ सघाओस् भन्ने रहेछ। म चाहिँ ढुङ्गा बोक्नतिर लागेँ क्या। अब धरानमा पानीको समस्या छ है। म चाहिँ फेरि बोलेपछि गर्ने मान्छे हो। हेर्नुहोस्, होइन, बोल्यो अनि हावामा होइन, म बोलेपछि सक्यो, गर्छु नै म। त्यो त्यति स्ट्रेट मान्छे हो। त्यसले गर्दाखेरि मलाई अब एक्लो व्यक्तिलाई त्यत्रो उपमहानगरमा मेयरमा जिताउनु भयो। अनि पानीको दुःख भयो, दुःख भइसकेपछि तपाईँको मैले त तत्काल राहत दिनुपर्ने थियो। म ढुङ्गा बोकेर पानी ल्याउनतिर लागेँ। उहाँले चाहिँ अब मेयर भएर कहाँ ढुङ्गा बोक्न हामीले पठाएको हो भन्ने खालको अभिव्यक्ति चाहिँ दिनुभएको। त्यो अहिले चाहिँ तपाईँको रिपोस्ट भइराखेको छ। त्यस्तो केही छैन उहाँसँग मेरो परिवार केही छैन। आर्थिक सङ्कलनको कुरा तपाईँ धरानको प्रमुख भएको हिसाबले म यो देशलाई माया गर्ने मान्छे हो। म यो देशलाई असाध्यै धेरै माया गर्ने मान्छे हो, होइन। मेरो जीवनमा यो देश बाहेक अरू केही पनि छैन। देश सोच्न सकौँ, म देश बोल्न सकौँ, देशकै कर्म गर्न सकौँ, देशकै लागि मर्न सकौँ भन्ने गीत गाउने मान्छे हो, होइन। म यो देशमा सबैलाई माया गर्छु। आई लभ इच एन्ड एभ्री वान अफ के अरे नेपालीको चाहिँ नि त्यो स्थिति भएको कारणले युवाको फ्रस्ट्रेसन चाहिँ त्यो आन्दोलन मार्फत व्यक्त भएको हो। अब फेरि आगामी दिनमा पनि त्यस्तै त्यस्तै किसिमको हुने हो भनेदेखि चाहिँ फेरि तपाईँको चाहिँ युवा झन् धेरै निराश हुन्छन् होला भन्छु म चाहिँ, होइन। त्यस्तो नहोस्, म त्यही चाहन्छु सबैको राम्रो होस्, यो देश त एकदम राम्रो होस् भन्ने चाहना राख्ने मान्छे हो म। त्यसले गर्दा जस्तो नि यो जेनजीको अहिले नेतृत्व भन्नेका सुदन गुरुङ र तपाईँको बिचको केही भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेछ। उहाँले जुन घोपालाई चाहिँ बचाउनु पर्छ भनेर नेतृत्व गरेर 7 महिना चाहिँ मैले आन्दोलन गरेको भन्दै गर्दाखेरि त्यहाँ केही रकमहरू उठाइएको, हिसाब सार्वजनिक नगरेको भन्ने कुराहरू छ। यो चाहिँ के छ भने अब उहाँले 7 महिना गर्नुभयो, म त 10-15 वर्षदेखि, होइन, बेथितीको विरुद्धमा एक्लै आवाज उठाएर हिँड्ने अभियन्ता हुँ म, है। त्यति धेरै तपाईँको चाहिँ आवाज उठाएर आएको मान्छे, त्यो पनि एक्लै पो त फेरि, होइन। द्याट्स डिफ्रेन्ट लेभल क्या। उहाँले कसरी भन्ने चाहिँ चाहना राख्छु, त्यसको लागि चाहिँ अब म आएको हो। किनभने म एउटा लिडर हौँ भने यतिखेर म लुकेर बस्नु हुँदैन भनेर आएको। म चाहिँ त्यही भएर चाहिँ म लिड गर्छु भनेरै आएको त हो। तर अब मैले मात्रै भनेर हुने रहेछ त, होइन, नहुने रहेछ। तर विषम परिस्थितिमा लुकेर बस्ने मान्छे चाहिँ म होइन। यति चाहिँ मैले नेसनलाई, होइन, प्रत्येक नेपालीलाई मैले चाहिँ नि जानकारी गराउन चाहन्छु। विषम परिस्थितिमा, होइन, यो विषम परिस्थितिको निकास दिने किसिमले अगाडि बढ्नुपर्छ म भनेर चाहिँ म आएको। जस्तो अन्तरिम सरकारलाई तपाईँको सुझाव के छ? तपाईँ एउटा जनप्रतिनिधि पनि हो। अन्तरिम सरकार भनेर भन्नुभयो, अहिले बनेको छैन। त्यसले गर्दाखेरि अब मैले यसै भन्दिनँ। विदेशीको डिजाइनमा हिँड्नु हुँदैन। यो भूमि हाम्रो हो, हामीले नै गर्नुपर्छ यो भूमिमाथिको निर्णय। हरेक खालका राजनीतिक, सामाजिक, आर्थिक, होइन। तपाईँ उहाँबाट यहाँ आइरहँदाखेरि यहाँको मान्छेहरू गएर एउटा सहानुभूति दिने सक्ने क्षमता राखेनन्। ती व्यक्तिहरूलाई, ती पदमा बसेकाहरूलाई के भन्नुहुन्छ? मेरो लक्षित बालन छ। के अरे उहाँको बारेमा बोल्दिनँ हौ, किन बोल्नु र? आफ्नो आफ्नो स्वभाव हुन्छ, होइन। म चाहिँ पब्लिकसँग जोडिएको मान्छे हो। तपाईँको घरमा दुःख पऱ्यो भने तपाईँले मलाई बोलाउनै पर्दैन, म आइपुग्छु त्यहाँ। फोन गर्नु पऱ्यो भने त मेयर पो आइरहेको अगाडि छक्क पर्छ मान्छे क्या। त्यस्तो हो। भलबाढीले जनतालाई बगाउन आँट्दाखेरि आफै जाली बोकेर दिनभरि ढुङ्गा लगाएर घर प्रोटेक्सन गरिदिने मान्छे हो क्या। त्यसले गर्दाखेरि म चाहिँ त्यस्तो स्वभावको छु। अब कोही फेरि अर्को स्वभावको छ भने मिलेर पार्टी खोल्ने चाहिँ के हो त? छोडिदिनुहोस्। यहाँ देशै रहला नरहला भन्ने कुरा छ, कता पार्टीको कुरा र के को कुरा। धन्यवाद। नमस्कार।